कहानी सुरु गरे 10 का लान्सका बेन्चबाट सरहरू भन्थे राम्रै पढ्ने गरे आजैबाट भविष्य हेर्दा भइरहेछ अहिले गर्न काट भागेर डेली जान्थे 1 बजे स्कुलबाट समय हेर्दा हेर्दै बितिसक्यो 18 वर्ष काम छैन केहीमा खाली भइरहेछ याचेमे वर्ष के कस्तो हो भने बुझ्दैछु म अहिले सङ्घर्ष गर्दैछु मेहनत एक दिन पर्ने छैन सबै दङ्ग फर्केर आउँदिन म कहिले तिम्रो बाटोतिर हेर्दै जा कस्तो चर्चा हुन्छ तेरो गाउँतिर को यो पागल केटो भनेर तँ हेपिरन्ती स्कुल हेर्न पछि आउँछस् मेरो पाउतिर चल खोल्दैन या खोलिरहेको छु आफ्नै ड्रिम माथि जे बोलिरहेको छु त्यो म गरेर देखाउँछु साथी काफीमा गोछु गाना डेली 12 बजे राति दुःखलाई बुझिदिने चाया छ मेरो असल साथी केटीलाई छोड्दै आफ्नो करियरमा ढङ्गर पहिले 2 दिनको झुटो माया लाउनु छैन अब हामीले के सोच्छ भन्ने स्टार्ट गरिया त बाटे अहिले 1-2 दिन पुरा गर्छन् बुझ्न खोज्छन् औका छैले के छैन औका दाम गुलामी गरी खान्छु जहिले तो जस्तो केटी चाया छैन जाति अब हामीले चोको तो माया गर्किन बाना गर्छ सर्दिन जहिले तिम्रो चक्करमा कति रोइसके बामालाई मैले कहिले काहीँ यस्तै हुन्छ पाकेले हामीलाई ठगिदिन्छ त्यो देख्दाखेरि छाडी जानु पर्ने के नै थियो त समय आउँथ्यो एक दिन त्यही दिशामै फिर्ने थियो त चाया त्यो धनी मुस्के भिखारीलाई हेर्ने थियो त ठिकको जिन्दगीले अर्को बाटो मोडिदियो भगवानले पनि मलाई राम्रो बाटो देखाइदियो झुटाकी पलहरू मनभित्रबाटै हटाइदियो जे भने त्यही म भगवानले यहाँ सबै दिलाइदियो खाऊ छ नि साथी हामी लुकी छुपी खेलेको टिफिनको टाइममा सँगै बसी मोबाइल हेरेको उ साथी भन्दै आहा कस्तो गरी मिलेको छ नि कापीमा त्यो साथी पनि लेखेको जे बित्यो बाल्यकालमा जिन्दगानी राम्रो बित्यो अहिले त काचस म काचो हेर्न पर्छ बित्यो फोन पनि छैन मेसेज पनि आजकल हेर्ने बिर्स्यो साँझिक लास्टै भएको रहेछ मेरो मनै टुट्यो कसरी भुल्न सकिस् यति छिटो साथी मलाई छ नि एउटै बाजमा नास्ता खुवाएको मैले तँलाई मैले त भुल्या छैन होला पनि सोचिरहेथे अहिले त गयो म चिन्दिन भन्छ तँलाई ठिक छ साथी तेरो सफल भएको देख्न पाऊ माया त मनमै छ यो साथी पनि बोल्न पाऊ जीवनमा धेरै बुझ्यो अझ केही बुझ्न पाऊ यो मेरो साथी पनि एक दिन मैले भन्न पाऊ औ जिम्ना पहिलोपल्ट गायो तिमी फुल्की रानी क्या राम्रो बोली चाली स्वर्ग कि अप्सरा खानी माया त गर्छु तिमीलाई पुरी बस्नु मलाई सानी डिस्कस त भइहाल्छ न छोड्नु मलाई जानी जानी बिहानमा चलिरहेछ जिन्दगानी यता मेरो के कस्तो चलिरहेछ भनौ बरु त्यता तिम्रो यता यो तिम्रो लास्टै चलिरहेछ अहिले पहिरो तिम्रो र मेरो माया बनाउनु छ अति गहिरो कहाँ बस्छौ भन तिमी अच्छा म कि डोटीतिर यता यो तिम्रो माया भेट न त भोलितिर पाएको माया छोड्ने छैन मैले यतिखेर जे चलिरहेको सबै याद छ मलाई त्यतिखेर 2 दिनको जिन्दगानी हाँसी खुसी रमाउला धन सम्पत्ति हामी मिलिजुली कमाउला छोरा छोरीलाई राम्रो संस्कार अनि सिकाउला जिन्दगानी यस्तै यस्तै गरे